अलराइट साथीहरू, स्वागत छ तपाईहरुलाई अर्को एपिसोडमा। प्रिभियस एपिसोडमा हामीले हिरो सेक्सनलाई कम्प्लिट गर्यौं र यो एपिसोडमा हामी दुईवटा सेक्सनलाई कम्प्लिट गर्नेछौं। एउटा चाहिँ अबाउट मी र अर्को चाहिँ स्किल्स भन्ने है। सो आई होप तपाईहरुले प्रिभियस एपिसोडमा धेरै कुराहरु जानिसक्नु भयो होला, टेलविनको बारेमा, रेस्पोन्सिभहरुको बारेमा, धेरै क्लास नेमहरु बुझिसक्नु भएको छ। त्यही भएर यो एपिसोड चाहिँ म अलिकति फास्टमा जान्छु र अलिकति फास्ट भयो जस्तो लाग्यो भने भिडियोलाई पज गरेर पनि हेर्न सक्नुहुन्छ। ओके ल, अब हामी अबाउट सेक्सन बनाउँछौं र अबाउट सेक्सनको लागि यो हिरो सेक्सनको तल अर्को एउटा सेक्सन ट्याग बनाउनुस्। र प्रिभियस एपिसोडमा मैले एउटा कुरा छुटाएको रहेछु। यो नामको तल चाहिँ एउटा तपाईको पोजिसन जस्तो एउटा केही राखिदिनु भयो भने राम्रो देखिन्छ है। वेब डेभलपर एन्ड डिजाइनर, यसको चाहिँ क्लास छ MT2 टेक्स्ट XL र फन्ट चाहिँ मिडियम गरिदिनुस् र टेक्स्टलाई चाहिँ 600 जति राखिदिनुस् है त। यति राखिदिनु भयो भने यति राम्रो देख्छ है त। अब हेरौँ अबाउट सेक्सन। अबाउट सेक्सनको पनि भित्र एउटा डिप बनाउँछु र यसलाई कपी गर्छु, कन्टेन्टलाई सेन्टरमा ल्याउनको लागि र px राख्छु 4। अब यसको तल एउटा हेडिङ बनाउँछु अबाउट मी भनेर र यसको क्लास छ टेक्स्ट 3XL अनि फन्ट चाहिँ बोल्ड, टेक्स्ट स्लेट चाहिँ 600 गरौँ ल, 900 गरौँ र यसको तल एउटा डिप बनाउँछु र डिपको तल एउटा p लेख्छु र p को तल ROLEREM र लोरेम गरिदिनु भयो भने VS कोडले एउटा सर्टकट दिन्छ है। त्यति लेख्ने बित्तिकै ट्याब गरिदिनु भयो भने यो डम्मी टेक्स्ट है, तपाईले आफ्नो बारेमा पनि लेख्न सक्नुहुन्छ। मैले चाहिँ यहाँनिर डम्मी टेक्स्ट ल्याएको छु, तपाईलाई जे मन लाग्छ त्यसमा त्यही टेक्स्ट लेख्नु होला है त आफ्नो बारेमा। र यसलाई दिनुस् 600 र यो चाहिँ दुईवटा बनाइदिनुस्। ओके, दुईवटा आफ्नो डिस्क्रिप्सन जस्तो। र यो अब यसलाई साइड बाइ साइड गरौँ है त। डिस्क्रिप्सन यसको लागि चाहिँ सुरुमा चाहिँ अलिकति मार्जिन दिउँ टपमा र यसलाई ग्रिड फ्लेक्सबाट गरे पनि हुन्छ, तर म तपाईलाई ग्रिडबाट सिकाउँछु है त। ग्रिडको चाहिँ ग्रिड कलम चाहिँ एउटा मात्रै बाइ डिफल्ट है, एउटा मात्रै कलम र मिडियम भन्दा माथि चाहिँ मिडियम डिभाइस भन्दा माथि चाहिँ यसलाई गरिदिनुस् 2। यति गरिदिनु भयो भने यस्तो राम्रो देखिन्छ है त। र यसमा अलिकति ग्याप पनि राखौँ है, ग्याप चाहिँ 8 गरिदिनुस् र अलिकति सानो बनाएर हेर्नुस् त। ल ठीक छ है। यो भयो एकदमै सिम्पल अबाउट मी को बारेमा। र अब हामी अर्को सेक्सनमा काम गर्छौं, यसको नाम छ स्किल्स। यसको लागि पनि सेक्सन बनाउनुस्, यसलाई अब कपी गर्नुस् र भयो र यसको तल यो S2 लाई कपी गर्नुस् र यसलाई लेख्नुस् स्किल्स, सेम स्टाइल हुन्छ र यसको तल लेख्नुस् p ट्याग। p ट्यागमा टेक्नोलोजिज एन्ड टुल्स आई वर्क विथ भनेर एउटा सानो डिस्क्रिप्सन जस्तो। MT चाहिँ मार्जिन टप चाहिँ 3 र टेक्स्ट चाहिँ 600 स्किल्स भनेर आयो। र यो सेक्सनमा प्याडिङ PY चाहिँ 16 जति राखिदिउँ। ओके, र स्किल्सको पनि कार्डहरु बनाउँछु है त। 3 वटा कार्डहरु बनाउँछु म। डिप गर्नुस् र डिपको तल चाहिँ अर्को एउटा डिप बनाउनुस् र यो भित्र H3 मा फर्स्टमा तपाईलाई फ्रन्ट इन भनेर एउटा स्किलको टाइटल र यसको चाहिँ फन्ट चाहिँ छ फन्ट सेमी बोल्ड र टेक्स्ट चाहिँ 600 है। अनि यसको थोरै डिस्क्रिप्सन HTML CSS जाभास्क्रिप्ट रियाक्ट एन्ड टेलविन त भइ नै हाल्यो।
ल यो भयो डिस्क्रिप्सन। यसको क्लास चाहिँ राखिदिनुस् एम्प्टी, मार्जिन टप 2, टेक्स्ट स्मल, टेक्स्ट चाहिँ 600। ओके ल यो अलिकति यसलाई डार्क बनाऊ है त, 900 नै राखौँ। ल यो कार्ड जस्तोलाई अलिकति यसको बोर्डरहरू दिउँ है त, अलिकति राम्रो देखिन्छ। क्लास चाहिँ बोर्डर दिउँ र बोर्डरको कलर पनि दिउँ 200 र बीजी चाहिँ ब्याकग्राउन्ड कलर व्हाइट र चारैतिर प्याडिङ दिउँ। बोर्डर चाहिँ आएन है, किन आएन भन्दाखेरि बोर्डरको स्पेलिङ बिग्रेको रहेछ। ल अलिकति यसमा बोर्डर रेडियस पनि दिउँ राउन्डेड चाहिँ एक्सेल जति। नाइस, ब्युटिफुल कार्ड बन्यो र यसलाई कपी गरिदिनुस्, 2 चोटि पेस्ट गरिदिनुस् र यसमा लेख्नुस् टुल्समा लेख्नुस् गेट वेट VS कोड एन्ड फिग्मा र यसमा लेख्नुस् अदरमा लेख्नुस् रेस्पोन्सिभ डिजाइन UI UX बेसिक्स एन्ड रेस्ट APIs। 3वटा कार्ड बन्यो है त। अब यो 3वटा कार्डलाई पनि ग्रिडमा देखाउँ। यसको लागि यसको प्यारेन्टमा एम्प्टी सुरुमा चाहिँ अलिकति मार्जिन टप दिउँ, ग्रिड दिउँ है। ग्रिडको चाहिँ ग्रिड चाहिँ कल्स 1 दिउँ, बाइ डिफल्ट चाहिँ 1 हुन्छ। एन्ड देन स्मल डिभाइस भन्दा माथि चाहिँ 2 हुन्छ। ओके 2 बाइ डिफल्ट चाहिँ एउटा मात्रै देखियो र स्मल डिभाइस आउने बित्तिकै 2। ल अब यसमा अर्को पनि दिन मिल्छ है। तपाईँले जसरी मिडिया क्वेरी मल्टिपल दिन मिल्छ नि, मल्टिपल स्क्रिनको लागि, स्क्रिनको विथको लागि, सिमिलरली यसमा पनि एउटा स्मल अनि LG भन्दा माथि चाहिँ म 3वटा देखाउँछु भन्न पनि पाउनुभयो। ल 3वटा भयो है त, 3, 2 र 1। अब यसमा अलिकति ग्याप दिउँ, भइ नै हाल्छ ग्याप। पर्फेक्ट। हाम्रो यो वेबसाइटमा सबै ब्याकग्राउन्ड चाहिँ व्हाइट भएको भएर अलिकति कस्तो प्लेन जस्तो देखिरहेछ है। सो यसको लागि थोरै म ब्याकग्राउन्ड कलर चेन्ज गर्छु है त। सो होल बडीको चाहिँ एउटा कलर दिनुस्, यसको नाम चाहिँ छ BG100 है त, स्लेट 100 भनेर दिउँ। अलिकति ग्रे जस्तो देखिन्छ है। र यो हेडरको है, यो हेडरलाई तपाईँ दिनुस् BG व्हाइट है त, व्हाइट दियो, यो यसले छुट्यायो। अब अलिकति राम्रो देखिन्छ र यसको हेडरको तल एउटा बोर्डर पनि दिनुस् है, अझै राम्रो देखिन्छ। बोर्डर बटमतिर किन आएन भन्दाखेरि स्पेलिङ बोर्डर B है, ब्ल्याक कलर। यसलाई अलिकति फिक्का खालको बनाऊ, स्लेट 200 ओके। यस्तो यसले छुट्यायो र अबाउटलाई पनि व्हाइट बनाऊ है त। अबाउटको लागि पनि सेम BG व्हाइट, बोर्डर टप र बोर्डरको कलर चाहिँ छ हाम्रो 200। अब चाहिँ ल अबाउटमा अलिकति प्याडिङ, तलमाथि प्याडिङ अराउन्ड 16 जति राखिदिउँ त। ल अब चाहिँ यो कलर ठ्याक्कै अल्टरनेट भयो, अलिकति राम्रो देखियो है त।